नमस्ते टासी देलेक हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सिटिए र मेरो तर्फबाट एउटा खुसीको खबर भन्न चाहन्छु। यो हप्तादेखि तिब्बत दिस वीक यानी तिब्बत र सिटिएको बारेमा साप्ताहिक समाचार हामी सुरु गर्दैछौँ। तसर्थ तपाईहरू सबैले यो कार्यक्रमलाई मन पराउनुहुन्छ भन्ने आशा गर्दै समर्थन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। टशदिले नमस्कार। तिब्बत टिभीको नेपाली प्रसारणमा स्वागत छ। म सकिना भट्ट यस हप्ताको तिब्बत, परमपावन दलाई लामा र निर्वासित केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ उपस्थित भएकी छु। यस साताका प्रमुख समाचारहरू। परमपावन दलाई लामाको गौर गोपालदाससँग संवाद। केन्द्रीय तिब्बती प्रशासनको सिक्योङले चीनमाथि अमेरिकी प्रतिबन्धलाई सही कार्य र समयमै सन्देश भने। ऐतिहासिक उपलब्धि 19 विद्यार्थीले यस वर्ष प्रतिष्ठित सिक्योङ छात्रवृत्ति प्राप्त। संयुक्त राष्ट्रिय सङ्घलाई आन्या सेन्ड्रालाई रिहा गर्न तिब्बतीहरूको आग्रह। तिब्बतमा मानव अधिकारको अवस्था सम्बन्धमा भर्चुअल साइट कार्यक्रम। इटालियन संसद ब्यान्चीले चीनको लगातार मानव अधिकार उल्लङ्घनमा चिन्ता। भूतपूर्व तिब्बती राजनीतिक बन्दी साम्टुपको 50 वर्षको उमेरमा तिब्बतमा निधन। परमपावन दलाई लामाले यही जुलाई 14 मंगलवार का दिन पूर्व ह्युलेट पैकार्ड इंजीनियर जो अंतर्राष्ट्रीय समाज कृष्ण चेतनासँग सम्बन्धित भिक्षु गौर गोपालदाससँग भिडियो संवाद गर्नुभयो। अहिंसा र करुणाको महत्त्वलाई जोड दिँदै उहाँले यी गुणहरू आजको संसारमा उपेक्षित भइरहेको छ भन्नुभयो। So Buddha learned already sort of existing spiritual tradition in India. That is Jainism, and also you see Sangha philosophy. In these different sort of Indian philosophy, all carry the concept of ahimsa, karuna. सिक्योङ डाक्टर लोप्साङ सिङ्गेले संयुक्त राज्य अमेरिकाले चिनिया कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीहरूमाथि लगाएको प्रतिबन्धलाई स्वागत गर्नुभयो र यस कार्यलाई अमेरिकी सरकारको चीनलाई सही कार्य र समयमै सन्देश भन्नुभयो। 2020 जुलाई 9 बिहीबारका दिन अमेरिकाले उइघुर स्वायत्त क्षेत्रका पार्टी सचिव ठेन च्वाङ्गो, पोलिट ब्युरोका सदस्य सहित चिनिया कम्युनिस्ट पार्टीका 3 वरिष्ठ अधिकारीहरूलाई उइघुर र शिनजाङ, जसलाई पूर्व टर्किस्तान पनि भनिन्छ, को अन्य अल्पसंख्यकहरू विरुद्ध गम्भीर मानव अधिकार उल्लङ्घनमा संलग्नता भएकोले प्रतिबन्ध लगाए। एक दिन मात्र अघि अमेरिकी विदेश विभागले तिब्बतमा विदेशीहरूको पहुँच रोक्नमा जिम्मेवार ठहरिएको चिनिया सरकारी अधिकारीहरू विरुद्ध भिजा प्रतिबन्ध घोषणा गरेको थियो। तिब्बती बच्चाहरूको कक्षा 12 को बोर्ड परीक्षाको इतिहासमै पहिलो पटक 19 जना तिब्बती विद्यार्थीहरूले 95% वा माथि प्राप्त गरेका छन्। प्रत्येक विद्यार्थीहरूले 1 लाख रुपैयाँको सिक्योङ छात्रवृत्ति पाउनेछन्। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड दिल्लीले यही महिनाको 13 तारिकका दिन 12 कक्षाको परीक्षा 2020 को नतिजा घोषणा गरेको छ। सिक्योङ डाक्टर लोप्साङ सिङ्गेले विद्यार्थीहरू, केन्द्रीय तिब्बती प्रशासनको शिक्षा विभाग, शिक्षकहरू र अभिभावकहरूलाई सामूहिक समर्थनको उपलब्धिको लागि बधाई दिए। This scholarship has proven that if you reward excellence, people will perform and live up to the expectation. So this is a major achievement. And yesterday, at the initial news of NDTV, Rawala, and the school was listed, Jawaharlal Nehru School,
and then the Kendra Vidyalaya, and the CTSA was listed as the third highest ranking pass percentage. So this year we have like 98.7% passing class 12 performance. It is all because of hard work, consistency, and the effort put by my all teachers. So I would like to thank to all the staff of THF, including both teaching and non-teaching staff, for their continuous support and blessing on us. Being a Tibetan, especially I would like to thank to His Holiness for His blessing on us. Thank you. One thing I would like to share to my younger ones is that the fundamental unit of studying is listening, reading, and writing. I repeat, listening, reading, and writing. टिबेट ब्यूरो जेनेवामा मानव अधिकारका लागि CTA की विशेष नियुक्ति श्रीमती ठिनले छुकी चिनिया राज्य प्राधिकारी, चिनिया प्रहरी र न्यायपालिकाको आपसी साथगाँठमा तिब्बती जग्गाहरू, बेल्ट र रोड पहलका लागि अनुमति दिन वा दुरुपयोग गर्न र त्यस्ता अन्य तथास्थिक विकास परियोजनाहरू विरुद्ध आवाज उठाउन संयुक्त राष्ट्रिय संघलाई आग्रह गरिन्। श्रीमती छुकीले संयुक्त राष्ट्र मानव अधिकार परिषद र सदस्य राष्ट्रहरूलाई आन्या सेन्ड्रा र अन्य तिब्बती मानव अधिकार रक्षकहरूलाई रिहा गर्न चीनलाई दबाब दिन आग्रह गरिन्। तिब्बत ब्यूरो जेनेवाले यही 15 जुलाई बुधबार का दिन तिब्बतमा मानव अधिकार स्थिति शीर्षकको भर्चुअल साइट कार्यक्रम आयोजना गर्यो। सो कार्यक्रममा प्यानलिस्टहरू सोफी रिचर्डसन, मानव अधिकार वाचका चीन निर्देशक क्रिस्टा मेन्डसमा तिब्बत निदरल्यान्डका अन्तर्राष्ट्रिय अभियानका वकालत निर्देशक र तिब्बत नीति संस्थान CTA को भ्रमण गर्ने फेलो तेन्जिङ लाडे सहभागी थिए। Very quickly, I want to mention something that Tinley just referenced about the extraordinary call from the special procedures about 2 weeks ago, because not only did it set out all of the different human rights violations that we're grappling with, but it also highlighted China's unwillingness to cooperate with the UN human rights system. I think Tibet is a case in point. The Chinese government used its campaign against the virus as an excuse to step up its repression of Tibetans in the name of maintaining stability. In China, when we talk about government, state, nation, and what they so-called motherland, it has been all understood as a homogeneous entity. इटालियन संसद का सदस्य श्री मैथ्यू लुंकी ब्याङ्की गत बिहीबारको दिन इटालियन संसदमा चीनको अन्तर्राष्ट्रिय मानव अधिकार दायित्वको लगातार उल्लङ्घन भएकोमा चिन्ता व्यक्त गरे। संसद ब्याङ्कीले अन्तर्राष्ट्रिय समुदायले बहाना गरिरहनुलाई सहन सक्दैनन् भने र तिब्बती जनता विरोध चिनिया बदमाशी र दमनको सम्मान गर्न पश्चिमी देशहरू अब चुप लाग्न नसक्ने आग्रह पनि गरे। फेम्पो जिल्ला छाङ्रा बस्तीका पूर्व तिब्बती राजनीतिक बन्दी सामडुप 50 वर्षको उमेरमै उनको तिब्बती स्वायत्त क्षेत्रमा निधन भयो। सामडुप मधुमेहबाट पीडित थिए। उनलाई यस वर्षको सुरुमा लासा सार्वजनिक अस्पतालमा भर्ना गरिएको थियो र उनले 17 फेब्रुअरीमा अन्तिम सास लिए। सामडुपलाई 1992 मे 12 का दिन लासामा अन्य 15 भिक्षुहरूसँग शान्तिपूर्वक विरोध प्रदर्शन गरेकोमा 3 वर्षको जेल सजाय सुनाएको थियो। उनले आफ्नो सुरुको 3 वर्ष जेल चलान गरेपछि उनलाई फेरि थप 4 वर्ष अनजान कारणहरू देखाई जेलमा राखियो। आजको लागि यति नै, फेरि भेटौँला।